आजको वेदर चाहिँ एकदमै च्यालेन्जिङ छ है पार्ट साथी पार्ट एउटा कुरा एकदमै मनमा आउँछ क्या यस ब्रो म्याक्सिमम् तिमीले प्रायः जस्तो सेकुवाहरूले एकदमै रुचाएको देख्छु प्रायः जस्तो यो बिबिक्यू रुचाउनुको कारण चाहिँ के हो भनिदिनुहोस् न आज एक्चुली यो मेरो मात्रै होइन मोस्ट अफ द इस्टर्न पिपलहरू चाहिँ यहाँ पूर्व साइडको मान्छेहरू चाहिँ यो टाइम पास पनि होला मिठो भनौँ भने जिन्दगी कहिलेदेखि खाएको रिपिटेडली कसरी मिठो मात्रै टाइम पास होला मेन चाहिँ यो आगोमा मेरिनेट लङ टाइम मेरिनेट गरेर आगोमा पकाएकोले चाहिँ सायद मलाई त्यस्तो मन परेको होला टेस्टी हुन्छ नि त प्रायः जस्तो फेसबुकमा देखिन्छ नयाँ नयाँ डिसहरू फुडिजमै गनिन्छ तपाईँ पनि कसरी चाहिँ म्यानेज गरिराख्नुहुन्छ एनी टाइम डिनर आउटसाइड कहिले अब साङ्गिला कहिले धरान कहिले इटरी कसरी म्यानेज गरिराख्नु एबाउट क्यास पैसा चाहिँ कसरी तिर्ने हजुर आइम भेरी लकी के अरे यो खाइराखेको नि यो भिडियो अब मैले पोस्ट गरिसकेपछि हजुर फेसबुक युट्युब पेज दे पे मी क्या सो मैले यो कन्टेन्टहरू पनि बनाएको चाहिँ खासमा यतिकै खाँदा पनि हुन्थ्यो नि त होइन मान्छेले सोच्ला देखाउँछ यसले यो त्यो एउटा चाइल्डिस यस्तै सोध्छ इमेच्योर सोध्छ होला यो कन्टेन्टहरू अहिले यो भिडियो अपलोड हानेपछि आई गेट पे फ्रम देम क्या जस्तो तपाईँको लास्ट विकको मैले हेरेको थिएँ होइन त्यतिखेर चाहिँ अब किराँतिस राई लिम्बुसको तपाईँको ट्रेडिसनल डिस भनिन्छ क्या सार्गेम्पा चाहिँ तपाईँलाई देयर वाज अ युज है सार्गेम्पा जस्ट सार्गेम्पा भनेको चाहिँ तिम्रो ससेस इटाली भन्नाले कन्टिनेन्टल डिस भन्दा ससेस भन्दा अगाडिको हो क्या ससेस जस्तो लाग्यो क्या त्यो है काइन्ड अफ ससेस हो मलाई आई डोन्ट नो त्यसको नामै थाहा छैन सालमा गइदिएको मिठो चाहिँ अब तिम्रो अब आन्ध्रमा होइन आन्ध्र चाहिँ एम्टी हुन्छ नि भुइँ पखालेर आन्ध्रमा चाहिँ अब सपिङ किमाहरू हालेर चाहिँ बनाइन्छ क्या ए मैले नाम पनि थाहा छैन यो डिस चाहिँ अब तपाईँले मात्रै होइन सबैले एकचोटि ट्राई नै गर्नुपर्छ एकदम राम्रो हो म एक्लै मेरो साथी पनि युट्युबर साथी पनि जानुभएको थियो तर एक्लैले पनि 2000 भन्दा बढी क्या आवाज लाइक मै सक भएको यति धेरै पैसा त्यो लोकल छ नि त फेरि अर्ग्यानिक छ नि त त्यहाँ है जस्तै त्यो अब हाम्रो पहिलाको वरिष्ठ नेता माओवादीको थियो नि सुजन किरातीले राम्रो भनेको छ क्या जस्तै अब बिरानी भन्दा धेरै वर्ष अगाडि नै अब किरातीहरूको थियो अरे क्या त्यो चाहिँ भनेको तिते अरे क्या त्यो तितेको कपी गरेको अरे क्या अहिलेको चिकन बिरयानी तर तिते साह्रै मिठो है अनि त्यो सार्गेम्बा पनि सेम हो क्या ससेस भन्दा धेरै वर्ष अगाडि हाम्रो पुर्खाहरूले खाएको नि त नेपालमै अनि त्यो झ्याउलाई के भन्छ झ्याउलाई याम्बेन याम्बेन भाइ यो अलि बढी ल्याउ न यो एक्स्ट्रा ल्याउ न यो चाहिँ लोकल अर्ग्यानिक काँक्रा र उखुरीमा पिसेको अचार अरू तपाईँले के भन्नु छ थ्याङ्क यू भेरी मच ब्रदर